हेलो गाइज सबैलाई स्वागत छ आजको यस भिडियोमा। म चाहिँ आज हिजो चैत्र 15 गते जुन आन्दोलन भयो, आन्दोलनको बारेमा थोरै मलाई लागेको कुराहरू तपाईहरुलाई शेयर गर्न जाँदैछु। तपाईलाई कस्तो लाग्छ यस भिडियोको कमेन्टमा आफ्नो राय सुझाव सल्लाहहरू दिन नबिर्सिनु होला। संक्षिप्तमा हिजोको जुन सुरुवातै कुरा गरौँ, त्यो हिजोको राजा पछिको आन्दोलन जुन तिनकुनेमा हुन गइरहेको थियो, त्यो आन्दोलन हुनुभन्दा पहिले चाहिँ सरासरी त्यो भिडियोहरुमा पनि हेर्न सकिन्छ। अगाडिका जुन सिसा लागेका हल्का बिल्डिङहरुमा चाहिँ पहिले त्यहाँ पुलिस प्रशासन अर्थात् सिभिल ड्रेसमा बस्ने प्रशासन अर्थात् अराजक मचाउनको लागि खटिएका केही व्यक्ति समूहहरू चाहिँ पहिले ती बिल्डिङहरुमा अलरेडी गएर बसिसकेको देख्न चाहिँ सकिन्छ हामीले। अनि त्यसपछि जुन अब कार्यक्रम सुरुवात हुन्छ, जब दुर्गा परसाईको इन्ट्री हुन्छ, इन्ट्री हुने बेलातिर चाहिँ एक्कासी माथि छतबाट असुर ग्यासहरू प्रहार भएको देख्न सकिन्छ। अनि सँगसँगै दुर्गा परसाई स्टेजमा पुगे लगत्तै उनले चाहिँ आन्दोलनकारीहरूलाई राजा पछिका आन्दोलनकारीहरूलाई चाहिँ पुलिस प्रशासनलाई नचलाउनु होला भनेर माइकिङ गरेको पनि सुन्न सकिन्छ। अनि त्यस लगत्तै पुलिस लाई पनि असुर ग्यासहरू प्रहार नगरिदिनु होला भनेर बिन्ती गरेको पनि त्यहाँ त्यस भिडियोहरुमा चाहिँ प्रशस्त देख्न सकिन्छ हैन। अनि एक्कासी त्यो भिडले चाहिँ एउटा घरलाई आक्रमण गरेको, ढुङ्गामुढा गरेको देखिन्छ। त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि जुन माथिबाट असुर ग्यासहरू प्रहार गरिराखेको थियो, त्यो घरलाई चाहिँ विशेष टार्गेट बनाएर आन्दोलनकारीहरूले चाहिँ हमला गरेको देख्न सकिन्छ। अनि यहाँ चाहिँ अब विचार गर्नुपर्ने के कुरा छ जस्तो लाग्छ मलाई भन्दाखेरि, राजा पछिको जुन आन्दोलन थियो, मास थियो, भिड थियो, त्यसलाई चाहिँ जुन यो गणतन्त्रवादीहरू अर्थात् यो सरकारमा भएका जसलाई यो चित्त बुझिराखेको छैन, यो जुन राजावादीहरूको आन्दोलन, तिनीहरूबाट चाहिँ यो भिडलाई तितर बनाउन अनि यो जुन आन्दोलनलाई असफल बनाउनको लागि भनेर पहिले नै त्यो असुर ग्यासहरू प्रहार गर्ने। यो असुर ग्यास प्रहार भइसकेपछि जनताहरूले चाहिँ धन जनको क्षति हुने हिसाबले कारबाही जुन आन्दोलन गर्छन्, यो दङ भडङ मचाउँछन्। यसबाट चाहिँ सरकारले चाहिँ फाइदा लिनको लागि चाहिँ यति गरे जस्तो मलाई चाहिँ लाग्छ। किन भन्दाखेरि शान्तपूर्वक रूपमा भइरहेको कार्यक्रमलाई असुर ग्यास फाल्नु पर्ने पनि थिएन। यदि फाल्नै पर्ने कन्डिसन आएरै फालेको भए पनि त्यो त्यत्रा सैनिकहरू थिए, झन्डै त्यहाँ अब डाटा अनुसार 4000 जना आन्दोलनकारी, 3500-4000 को हाराहारीमा सुरक्षाकर्मी भनेपछि अब त्यो आन्दोलनकारीहरूलाई कन्ट्रोलमा राख्न सुरक्षाकर्मीहरूले मजाले सक्ने अवस्था पनि त थियो नि, नभएको त होइन। अब त्यो यो सरासरी के थाहा हुन्छ भन्दाखेरि, यो जुन आन्दोलनलाई चाहिँ भड्काएर धनजनको क्षति हुने खालको माहौल बनाएर यसको सम्पूर्ण दोष चाहिँ राजालाई, राजाका पक्षधरलाई, दुर्गा परसाईलाई लगाएर कारबाही गर्ने अनि बाँकी जनमासमा चाहिँ भ्रम सिर्जना गर्ने खालको जुन माहौल पैदा गराइएको थियो, भएको थियो। यसमा चाहिँ किन कि त गणतन्त्रवादीहरूको चाहिँ चालजेल हुन सक्छ। सँगसँगै अब त्यो पत्रकारको पनि मृत्यु भएको छ आगो लागि भएर। त्यो भिडियो सायद सबैले हेर्नुभयो होला, जुन रिपोर्टिङ गर्दै गरेको अनि अगाडिपट्टि तालचा लगाएको जुन भन्ने थियो, त्यो चाहिँ एउटा कानुन व्यवसायीको अफिस हो जस्तो लाग्छ मलाई त्यो हेर्दाखेरि चाहिँ। अब जब त्यस्तो आन्दोलन भइराखेको छ, हुनेवाला छ, त्यहाँ अफिसमा कसैले पनि चाबी नलागिकन छोड्नेवाला त छैन त्यो अफिस हैन। अब सरासरी हेर्दाखेरि अब त्यो अफिसले चाहिँ तालचा लगाएर अफिस बन्द गरेर निस्क्यो, त्यहाँ आतंक मच्यो। आतंक मचिसकेपछि रिपोर्टिङ गर्नको लागि त्यो अफिसभित्र छिरे हैन। अनि छिर्ने ठाउँ पनि ठ्याक्क अगाडिपट्टिको झ्यालबाट हम्फालेर जान मिल्ने ठाउँ चाहिँ त्यहाँ देखिन्छ त्यो भिडियो हेर्ने हो भने। त्यसरी नै तिनी रिपोर्टिङ गर्न गए
अनि रिपोर्टिङ गर्ने क्रममा चाहिँ अब त्यहाँभित्र के भयो त्यो बिचमा, या त उसलाई अब गोली हानेर मारियो, त्यो निशान मेटाउनको लागि चाहिँ आगो लगाएर पनि थप त्यो जलाइयो भन्नु पऱ्यो, या त त्यो हो। होइन भने त्यहाँ त्यो बिचमा चाहिँ केही न केही षड्यन्त्र चाहिँ पक्कै भयो। यो गणतन्त्रवादीहरूले मौका देखिहाल्यो, मौका देख्ने बित्तिकै उसलाई जलाउने बन्द गरिदिने के यस्तै केही गर्यो। नत्र भने त्यो यदि भाग्न चाहेको भए त्यो जुन ठाउँबाट गएको त्यो ठाउँबाट आफ्नो ज्यानको सुरक्षाको लागि भए पनि जसरी भए पनि निस्केर हम्फाल्न सक्थ्यो, या झ्याल सिसाहरू फुलिसकेको थियो, झ्यालबाट भए पनि हम्फालेर बाँच्न सक्ने ठाउँ थियो। किन भन्दाखेरि मान्छेहरूले त्यो आगो लगाइसकेपछि मान्छे बचाउनु पर्छ भन्ने जोलाई पनि हुन्थ्यो। त्यत्रा भिडियोहरूमा त्यो मान्छे बस्थ्यो। अनि त्यही माथि सुरक्षाकर्मीहरूले पनि आफ्नो खासै चासो नदिएको जस्तो पनि देखियो। 100 चोटि जति भने होला यहाँको प्रहरीलाई, तर उनीहरू माथि गइदिएनन् भनिसकेपछि साथीहरू आक्रोशित भएर को सोधौँ त भन्दा सोद्धाखेरि उहाँहरू अश्लील शब्द बोल्नुभयो। हाम्रो प्रशासनले नै प्रहरीले यहाँ को हुनुहुन्थ्यो भवेश्वर रिमाल, जयेश्वर रिमाल को गरेको, अनि धकेल्नु भयो हाम्रो साथीहरूलाई। अब त्यो एभन्युजका साहु अर्थात् एमडीले के अरे आफ्नो स्टाफ त्यहाँ माथि छ भनेर जानकारी गराउने फोन गर्ने गर्दा पनि खासै चासो नदिएको भन्ने कुराहरू आइरहेको छ। अब यो सबै कुराहरू हेर्दाखेरि चाहिँ राजावादीहरूले आन्दोलन गर्ने, गणतन्त्रवादीहरूले अर्थात् सरकार पक्षकाले दाउ खोज्ने, दाउ भेटाउने बित्तिकै अब त्यसलाई चाहिँ के अरे आफ्नो पक्षमा पारिहाल्ने, पक्षमा पारिसकेपछि चाहिँ जुन यो आन्दोलनको नेतृत्व लिएका व्यक्तिहरू छन् उनीहरूलाई चाहिँ कारवाही गर्ने। जस्तै अहिले न्युज आइसकेको छ, राजाको पासपोर्ट रद्द गर्ने, अनि उसलाई थुनामा राख्ने, कारवाही गर्ने, सेवा सुविधाहरू सब कटौती गर्ने, दुर्गा प्रसादलाई पनि कारवाही गर्ने र सँगसँगै अरूलाई नजरबन्दमा राख्ने भन्ने कुराहरू आइरहेछ। यो सबै राजनीतिक चलखेल हो, चाल हो। यसमा चाहिँ अरू कुरो दुई मात्रै छैन। यही हो मलाई लागेको कुराहरू चाहिँ यही हो साथीहरू। तपाईँहरूलाई के कस्तो लाग्छ होइन, कमेन्ट गर्न नबिर्सिनु होला। जहाँ जाँदै राजा ल्याउनुपर्छ, राजा आउनै पर्छ होइन। यसरी देश चल्दैन, चल्नेवाला पनि छैन। अनि सँगसँगै राजा यत्तिकै सजिलै आउने कुरा पनि होइन। राजा आउनको लागि एउटा सजिलो उपाय दिन्छु मैले। उपाय भन्ने के भन्ने हो, जस राजा यत्तिकै आउन सम्भव देख्दिनँ मैले होइन। यो चाहिँ दसैँ सुरुवात गर्ने बेलामा त्यो कुबिन्नलाई चाडा खुट्टो लगाएर काट्ने चलन छ होइन। त्यो गरेपछि हुन्छ। त्यसरी नै गणतन्त्रको पनि खुट्टा काट्नुपर्छ। गणतन्त्रलाई नकाटी आउनेवाला छैन। त्यसको लागि त्यहाँको नेताहरूलाई हेर्नुपर्छ। नेताहरूलाई तहल आइसकेपछि देशमा राजा ल्याउन ठुलो कुरो होइन। त्यही भएर राजाको पक्षमा लागेर त्यही भएर त्यो राजा चाहिँ चाहिन्छ जस्तो लाग्छ मलाई होइन। तपाईँलाई के लाग्छ कि कृपया कमेन्ट गर्न नबिर्सिनु होला। भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब हरेक कुरा जे गर्न मन लाग्छ सबै गर्नु होला। हस् त बाई, अर्को भिडियोमा भेट्नेछु। बाई बाई।